लाल दोपट्टा फर्सीको गट्टा झिङ्गिनाको मुन्टा रे पहचाना मुझे प्लिज हैव अ सीट। थ्याङ्क यू सर, थ्याङ्क यू। के लिनुहुन्छ? चिसो तातो केही ल्याऊ? चिसो तातो त घरमै खाएर आएको सर, ल्याउने भए पिरो मोमो ल्याउनु। अबे साले तपाईलाई यो होटल जस्तो लाग्यो? तपाईँ मोमो खान आउनु भएको कि इन्टरभ्यू दिन आउनु भएको? अनि उहाँले के लिनुहुन्छ भनेर सोधेपछि भन्नु परेन त सर? उहाँले त चिसो तातो पो सोध्नु भएको त, मोमो चाउमिन सोध्नु भएको हो र? सरी सर, पैसा नभएर 1 महिनादेखि मोमो खाएको छैन, त्यसैले तातो सुन्ने बित्तिकै तातो मोमोको याद आउँछ मलाई। ल ल छोड्नुस् त्यो कुरा, सुरुमा चिन्जान गरौँ, त्यसपछि हामी तपाईको इन्टरभ्यू लिन्छौँ। चिन्जान किन गर्नु पर्यो सर? तपाईले उसलाई छोडिदिन लाग्नु भयो र? कुरो इन्टरभ्यू स्टार्ट गर्नु न। इन्टरभ्यू कति बेला स्टार्ट गर्ने, कसरी स्टार्ट गर्ने भन्ने कुरा मलाई नसिकाउनुस्। म यो कम्पनीको एचआर हो, म डिसाइड गर्छु यो कुरा। होइन होला। त्यसो भए मलाई किन बोलाएको त? ताली बजाउनलाई? यहाँ के नाचगान भइरहेछ र ताली बजाउनुहुन्छ कि जिन्दगीमा जानेकै ताली बजाउनु मात्र हो? ताली मात्र होइन, गाला पनि बजाउँछु म, बजाइदिम तपाईको? म त झन् गाला बजाउनेलाई बजाउँछु, म पनि बजाइदिम। एक्सक्युज मी सर, म बाहिर गएर वेट गर्छु ल, तपाईहरुको झगडा सकेपछि बोलाउनु मलाई। बाहिर जानु पर्दैन, यहीँ बस्नुहोस्, अब तपाईको इन्टरभ्यू सुरु हुन्छ। कतिखेर हुन्छ सर? सुरु हुन्छ भनेकै 10 मिनेट भइसक्यो त। तपाईलाई के को हतार छ? इन्टरभ्यू राम्रो होस् भन्ने चाहनुहुन्न तपाई? चाहन्छु नि सर, त्यही भएर त साथीको पर्फ्युम लगाएर आएको छु नि। साथीको किन? तपाईको आफ्नो पर्फ्युम छैन? पर्फ्युम किन्नलाई पैसा नै छैन सर, 10 रुपियाँ थियो, त्यो पनि फाटेको गोजीबाट कहाँ झर्यो। त्यही भएर त इन्टरभ्यू दिन आएको नि म। वो अलग ही लेवल का बंदा था। चिन्ता नगर्नुहोस्, यदि तपाईँ योग्य हुनुहुन्छ भने तपाईले यो जब अवश्य पाउनुहुनेछ। पाउनै पर्यो नि सर, यदि पाइन भने घरमा पाइला टेक्न दिनुहुन्न बुवाले। ल सुरुमा हाम्रो छोटो परिचय दिन्छु। म चाहिँ यो कम्पनीको एचआर, उहाँ चाहिँ म्यानेजर, अनि उहाँ चाहिँ हाम्रो सिइओ। सिइओ? तपाईहरु त सिइओ धाको बेच्ने कम्पनी हो कि क्या हो? सिइओ होइन के, सिइओ, चिफ एक्जिक्युटिभ अफिसर। यति नै थाहा छैन तपाईलाई? ए थाहा भयो सर, थाहा भयो। अघि मम्मीले इन्टरभ्यूमा फेल भइस् भने तँलाई सिइओले घोष दिन्छु भन्नुभएको थियो, त्यसैले दिमागमा सिइओ मात्र घुमिरहेछ। ल अब तपाईको बारेमा भन्नुहोस्, टेल अस अबाउट योरसेल्फ। ओके। गुड मर्निङ दुईजना सर अनि एकजना म्याम। मेरो नाम विकास गुरुङ हो र म गुरुङ टोलमा बस्छु। अच्छा। हेलो गुरुङजी, तपाईलाई इंग्लिश बोल्न आउँदैन? इंग्लिशमा भन्नुहोस्। किन र म्याम, तपाई नेपाली बुझ्नुहुन्न हो? नेपाली नबुझ्ने भए तपाईसँग नेपालीमा बोलिरहे हुन्थे। अनि किन इंग्लिशमा बोल्नुस् भन्नु भएको त म्याम? किनकि हाम्रो कम्पनीमा काम गर्नको लागि इंग्लिश आउन जरुरी छ। आर यु कमेडी मी? ल अब इंग्लिशमा आफ्नो इन्ट्रोडक्सन दिनुस्। ओके, नो प्रब्लम। हेलो एभ्रीवन, माय नेम इज विकास गुरुङ एन्ड आई लिभ इन गुरुङ टोल। Gurung toll is very nice toll and people of that toll is also very nice. क्या पक रहे हो मादरचोद? That is why I like my toll so much. विकास जी, हामीले तपाईको इन्टरभ्यू लिएको हो के? तपाईको टोलको होइन, आफ्नो बारेमा चाहिँ भन्नुहोस् न। भने त सर, मेरो नाम विकास गुरुङ हो भनेर, अरु के भन्नु र सर? अरे यार, तपाईको नाम मात्र भनेर हुन्छ? तपाईको क्वालिफिकेसन भन्नुहोस्, तपाईको हबिज भन्नुहोस्, तपाईको अचिभमेन्टहरु भन्नुहोस् न। मेरो क्वालिफिकेसन मेरो सीबीमै लेखेको छ त सर। सीबीमा भएको कुरालाई भनेर मेरो मुख किन दुखाउनु? मेरो अचिभमेन्टको कुरा गर्नुहुन्छ भने म नर्सरी, एलकेजी, युकेजी मा फर्स्ट आएको थिएँ, त्यसपछि क्लास बढ्दै गयो, मेरो रोल नम्बर पनि बढ्दै गयो। अरु के भन्नु भएको थियो? ए हबी, मेरो दुईटा हबी छ सर। पहिलो हबी भनेको टिकटक र इन्स्टाग्रामको कमेन्ट पढ्ने। मलाई भिडियो हेर्नु भन्दा कमेन्ट पढ्नु लास्टै मजा लाग्छ सर। म दिनमा 4-5 घण्टा कमेन्ट पढेरै बिताउँछु। अर्को भन्नुहोस्। अर्को के सर? तपाईको हबी के? हबी दुईटा हबी छ भन्नुभएको होइन? ए हजुर हजुर, मेरो अर्को हबी भनेको चाहिँ एआई लाई गर्लफ्रेन्ड बनाएर एआई सँग दिनभरि बोल्दै बस्ने हो सर। च्याट जीपीटी, जेमिनाई, क्लड सबलाई गर्लफ्रेन्ड बनाइसके मैले। तपाई साच्चीकै जबको लागि आउनु भएको हो कि हामीलाई प्र्याङ्क गर्न आउनु भएको विकास जी? जबको लागि आएको नि सर, प्र्याङ्क गर्नलाई म एलिस राई हो र? बात त सही है। ल त्यसो भए भन्नुहोस्, तपाई यो जब किन गर्न चाहनुहुन्छ? किनकि मलाई बिजनेस गर्न आउँदैन नि त सर। 1 वर्ष अगाडि साथीसँग मिलेर अनलाइन बिजनेस गरेको, सालेले मलाई नै ठगेर भाग्यो। अनि तपाई हाम्रो कम्पनीमा चाहिँ किन जब गर्न चाहनुहुन्छ नि? किनकि अरु कम्पनीमा मैले जब गर्न पाइन नि त सर। भनेपछि तपाई सबै कम्पनीबाट रिजेक्ट भएपछि यहाँ आउनु भएको? रिजेक्ट त भन्न मिल्दैन म्याम, फोन गर्छु भनेका थिए, तर 3 महिनादेखि फोन नै आएको छैन। बिचराहरुको फोन नै बिग्रियो होला। फोन बिग्रेको होइन, तिनीहरूले तपाईलाई रिजेक्ट चाहिँ गरेको। अच्छा। गरे गरोस्, तिनीहरूलाई त घाटा भयो नि। म जस्तो सुती काम गर्ने मान्छे कहाँ पाउँछ तिनीहरूले? तपाई त अल्छी हुनुहुन्छ कि क्या हो? सुती काम गर्ने मान्छेलाई त हामी लिदिनौं है।
त्यस्तो होइन के सर, सुती सुती काम गर्छु मतलब म सुतेको बेला पनि कामकै बारेमा सोचेर हुन्छु भनेको के। तेरो बाउले भन्थ्यौ। कुरा चाहिँ राम्रो घुमाउनु हुँदो रहेछ। यस्तो चलाक मान्छेको जरुरी छ हाम्रो कम्पनीमा। यस यस यस, मेरो सिलेक्सन भयो। अब बाहिर निस्केर 2 प्लेट मोमो खान्छु म। ओ गुरुङजी, होसमा आउनुहोस् होसमा। कसले भने तपाईँको सिलेक्सन भयो भनेर? तपाईँले नै भन्नुभएको होइन म जस्तो चलाक मान्छेको जरुरी छ भनेर? जरुरी छ भन्ने बित्तिकै सिलेक्सन भएको हुन्छ त? तपाईँको इन्टरभ्यू सकेकै छैन। इन्टरभ्यू सकेपछि हामी डिसाइड गर्छौँ सेलेक्ट गर्ने कि नगर्ने भनेर। ल अब तपाईँको एक्सपिरियन्स भन्नुहोस्। पहिला के काम गर्नु भएको छ तपाईँले? भर्खर त पढाइसकेर काम खोज्दैछु सर। एक्सपिरियन्स कहाँबाट ल्याउनु? मान्छे हेर्दा त छिप्पेको जस्तो देख्छु त। भर्खर पढाइसक्नु हुँदैछ? छिप्पेको चाहिँ नभन्नु न सर, म भर्खर 30 वर्ष पुग्दैछु हौ। अबे साले 30 वर्ष पुगेको मान्छेलाई छिप्पेको नभनेर के दुध खाने बच्चा भन्नु त? मेरो उमेर नहेर्नु न सर, मेरो विशेषता हेर्नु के। तपाईँहरूले मलाई यो जब दिनुभयो भने 1 वर्षमा यो कम्पनी टप 10 भित्र आउनेछ। के बोले भाइ? हो र? टप 5 मा भएको कम्पनीलाई तपाईँ टप 10 भित्र ल्याउने? मेरो मतलब मलाई यो जब दिनुभयो भने 1 वर्षमा यो कम्पनी टप 3 भित्र आउनेछ। टप 3 फ्रड कम्पनी भित्र होला हैन? एचआर सर, मलाई त यो मान्छे गफाडी जस्तो लागिरहेछ। हामी व्यर्थैमा टाइम वेस्ट गरिरहेछौँ। पक्नु न म्याम, कभर हेरेर बुकलाई जज गर्नु हुँदैन के। बाहिरबाट किरा भए पनि भित्रबाट हिरा हुन सक्छ। सर तपाईँले मेरो तारिफ गर्नु भएको कि बेइज्जत गर्नु भएको बुझ्नै गाह्रो भयो त। इन्टरभ्यूमा पास हुनु भयो भने तारिफ गरेको सम्झिनुहोस्, फेल हुनु भयो भने बेइज्जत गरेको सम्झिनुहोस्। त्यसो भए म पास भए कि फेल भए त सर? पक्नु न हौ, इन्टरभ्यू त सक्न दिनुहोस्। अझै धेरै क्वेशनहरू सोध्न बाँकी छ तपाईलाई। छिटो सोध्नु न त सर, म एन्सर दिनलाई एक्साइटेड छु के। अच्छा धेरै एक्साइटेड नहुनुहोस्, तपाईँको इन्टरभ्यू भइरहेछ, स्वागत होइन। ल भन्नुहोस् गुरुङजी, तपाईँसँग के स्किल्सहरू छ? कम्प्युटर चलाउन सक्नुहुन्छ? त्यस्ता नाथे कम्प्युटरको बाउ हजुर बाउ सबै चलाउन सक्छु म। तपाईँ त अर्को साम्पाङको सपोर्टर हो कि क्या हो? हो नि म्याम, कसरी थाहा पाउनुभयो तपाईँले? तपाईँले त्यस्ता नाथे कम्प्युटर भन्ने बित्तिकै थाहा पाइहालेँ नि मैले। अनि कम्प्युटरमा के चलाउन आउँछ तपाईँलाई? कि स्विच अन र स्विच अफ मात्र गर्न आउँछ? गजब बेइज्जती है। के कुरा गर्नुहुन्छ हौ सर? सब चलाउँछु म कम्प्युटरमा। पबजी, फ्री फायर, कल अफ ड्युटी, माइनक्राफ्ट सब चलाउन आउँछ मलाई। साले तू तपाईलाई कम्प्युटरमा गेम खेल्न आउँछ कि आउँदैन भनेर सोधेको हो मैले। अफिसमा युज हुने सफ्टवेयरहरू चाहिँ के चलाउनुहुन्छ भनेको। अचेल त सबै काम एआईले गरिहाल्छ सर, अरू सफ्टवेयर किन चलाउनु पर्यो? एआई चलाउन आउँछ त तपाईलाई? ल किन नआउनु सर, एआई बिना त म कामै गर्न सक्दिनँ नि। आजको इन्टरभ्यू पनि एआईबाटै प्र्याक्टिस गरेर आएको। तपाईको एजुकेसन के हो? कतिसम्म पढ्नु भएको छ तपाईले? मैले ब्याचलर गरेको छु म्याम, 7 वर्ष लाग्यो तर सक्नु चाहिँ सके। तपाईले त केही काम गरेको छैन भन्नुभयो हैन? अनि सीबीमा त 2 इयर्स अफ एक्सपिरियन्स लेखेको छ त। ए त्यो त मिस्टेकली टाइप भएको होला सर। मैले मेरो दाजुको सीबी हेर्दै बनाएको थिएँ, मिस्टेकले जब एक्सपिरियन्स पनि टाइप गरी पठाए होला। जब पाउनको लागि स्ट्रङ सीबी हुनुपर्छ भन्ने थाहा छैन तपाईलाई? यस्तो सानो सानो गल्ती गरेर जब पाइन्छ? अच्छा तपाईहरुले चाहिँ जे पाइते सामान बेचेर यत्रो ठुलो कम्पनी चलाउन मिल्ने, अनि मैले चाहिँ सीबीमा सानो गल्ती नै गर्न नहुने? के चाहिँ पाइते सामान बेच्यौं हामीले? हाम्रो प्रोडक्टहरु सबभन्दा ओरिजिनल र जेन्युन हुन्छ, बुझ्नुभयो नि? हो, लास्टै जेन्युन हुन्छ। त्यही भएर त साबुनको खोलमा स्याम्पू भेटिन्दो रहेछ। तपाई जुन कम्पनीमा जब इन्टरभ्यु दिनु हुँदैछ त्यही कम्पनीलाई नराम्रो भन्नुहुन्छ? तपाईलाई कसरी जब दिनु हामीले? कसले जब दिनु भनेको छ त म्याम? तपाईहरुको जब तपाईहरुले राख्नुस्, मलाई स्यालेरी दिए पुग्छ। म त यस्तो मान्छेलाई काममा राख्दिन है। तपाईहरु के गर्ने डिस्कस गर्नु। हेर्नुस् गुरुङजी, हामीलाई यस्तो मान्छे चाहिएको छ जो अनेस्ट होस्, हामीसँग कुरा नलुकाओस्। काम गर्न आउँदैन भने हामी काम सिकाउँछौ। 4-5 महिना स्यालेरी दिएरै हामी काम सिकाउँछौ, तर अनेस्ट र लगनशील हुनुपर्छ। त्यसो भए त तपाईहरु लक्की हुनुहुँदो रहेछ। म जस्तो अनेस्ट मान्छे कोही छैन यो संसारमा। आर यु कमेडी मी? म यति अनेस्ट छु कि यदि मैले बाटोमा पैसा भेटे भने यो पैसा कसको हो भनेर फेसबुकमा पोस्ट हालिदिन्छु। धेरै राम्रो गुरुङजी, तर यति साह्रो अनेस्ट पनि चाहिएको होइन हामीलाई। हामीलाई चाहिएको छ मेहनती, झुट नबोल्ने अनि धैर्यता भएको व्यक्ति। धैर्यताको त म सिम्बोल नै हो नि सर। मेरो टोलमा सबले मलाई धैर्यता किङ भनेर बोलाउँछ। म यति धेरै धैर्य छु कि युट्युबमा आउने सबै एडहरुलाई स्किप नगरी हेर्छु। यो त केही होइन सर, ममा यति धेरै धैर्य छ कि अरू मान्छेहरू मर्निङ वाक जाँदा कुकुर लगेर जान्छन्, म चाहिँ कछुवा लगेर जान्छु। अनि तपाईको एम्बिसन चाहिँ के छ नि? अबको 5 वर्ष पछाडि आफूलाई कहाँ देख्नुहुन्छ र के गर्दै गरेको देख्नुहुन्छ? म त आफूलाई गुरुङ टोलमै देख्छु सर, अनि 3-4 जना छोराछोरीको चाक धुँदै गरेको देख्छु सर। मैले त्यो भनेको होइन के गुरुङजी, तपाईको लङ टर्म भिजन चाहिँ के छ भनेको? भविष्यमा आफूलाई कसरी स्थापित गर्न चाहनुहुन्छ? म कम्पनी हो र आफूलाई स्थापित गर्नु सर? म त मान्छे पो हो त, मान्छेलाई चाहिँ कसरी स्थापित गर्नु नि? तपाईले साच्चै ब्याचलर सकेको हो नि? के डकुमेन्टहरु फेक हो? फेक होइन हौ म्याम, ओरिजिनल हो। तपाईको मेकअप भन्दा ओरिजिनल छ मेरो डकुमेन्टहरु।